यस भिडियोमा हामी बेबो भ्लग्स, राजकुमार थापा मगर, सुनिता राई श्रेष्ठ, डोना थापा, सुरक्षा केसी र सिजलिङ रैनी जस्ता चर्चित ब्लगरहरूको उमेर कति हो, यी ब्लगरहरूले एक महिनामा कति कमाउँछन् जस्ता धेरै नै कुराहरू बुझ्नेछौँ। सो आउनुहोस् हेरौँ कति वर्ष भयो त यी ब्लगरहरू र युट्युबबाट एक महिनामा कति कमाउँछन् त भन्दै भिडियो सुरु गरौँ। नम्बर 6 बेबो भ्लग। युट्युबमा 9,88,000 भन्दा बढी सब्सक्राइबर माइलस्टोन अचिभ गरेकी बेबो भ्लग्सको वास्तविक नाम भने मुस्कान तामाङ हो, तर उनलाई गाउँघरतिर भने कञ्चन नामले नै बढी चिनिन्छ। विक्रम सम्वत 2058 फागुन 9 गते मोरङ जिल्लाको बेलबारीमा उनी जन्मिए। उनी उमेरले हाल 2083 अनुसार भने 24 वर्षको भइन्। विक्रम सम्वत 2078 साल वैशाख 1 गते अर्थात् 14 अप्रिल 2021 मा उनले युट्युब जोइन गरिन्, तर उनले युट्युब जोइन गरेको 21 अगस्तमा भने पहिलो भिडियो राखिन्। यसरी नै कहिले कलेज गएको भ्लग त कहिले चारो काटेको भ्लग त कहिले आफ्नै बोजूसँग रमाइलो गरेको भ्लग हो। उनी यसरी नै भाइरल हुन पुगिन्। आजको डेटसम्ममा उनले 847 वटा भन्दा बढी भ्लग्सहरू अपलोड गर्दै 9,88,000 भन्दा बढी सब्सक्राइबर माइलस्टोन हिट गर्न सफल छिन्। त्यसैगरी उनको हालको कमाइ सम्बन्धी कुरा गर्ने हो भने उनको कमाइको माध्यमहरू भने धेरै नै रहेका छन्, जस्तै कि ब्रान्ड प्रमोसन, फेसबुक, युट्युब एड रेभेन्यू, उनको आफ्नै क्लथिङ बिजनेस लगायतका धेरै नै माध्यमहरूबाट भने उनले कमाउँदै आइरहेकी छिन्। हामीले उनको बिजनेस र अन्य सोर्स इन्कमहरूलाई साइड लाएर मात्र युट्युब एड र फेसबुकको मात्र जोड्ने हो भने पनि उनको युट्युबमा भने 1.8 मिलियनकै हाराहारीमा भ्युज हुने गर्छ र फेसबुकमा पनि मिलियन्समै भ्युज आउने गर्छ, जसले गर्दाखेरि ओभरअल फेसबुक र युट्युबबाट मात्र जोड्ने हो भने पनि बेबोले प्रत्येक महिना भने 80,000 को हाराहारीमा सजिलै कमाउने गर्छन्। नम्बर 5 सिजलिङ रैनी। सोसल मिडियामा सिजलिङ रैनी नामले चिने तापनि उनको वास्तविक नाम भने अप्सरा राई हो। विक्रम सम्वत 2056 मङ्सिर 11 गते उनी इलाममा जन्मेकी हुन्। उनी हाल उमेरले 2083 अनुसार भने 26 वर्षको भइन्। आजभन्दा 8 वर्ष पहिला अर्थात् 15 फेब्रुअरी 2018 मा युट्युब जोइन गरेकी सिजलिङले कमेडी भाइन्स भिडियोहरूबाट नै युट्युब यात्रा सुरु गरेकी थिइन्। उनले स्टार्टिङ डेजहरूमा युट्युबमा कमेडी, त्यसपछि इटिङ च्यालेन्ज जस्ता भिडियो हुँदै पछि भ्लगरको रूपमा आफूलाई स्थापित गरिन्। युट्युबमा 1500 वटा भन्दा बढी भिडियोहरू राख्दै हाल उनले 5,20,000 भन्दा बढी सब्सक्राइबर माइलस्टोन अचिभ गर्न सफल भएकी छिन्। त्यसैगरी सिजलिङको अब कमाइ सम्बन्धी कुरा गरौँ। साथीहरू, सिजलिङको कमाइको सोर्सहरू भने युट्युब एड्स, पेड प्रमोसन र सामान्यतया फेसबुक इन्कम हो। सो त्यसैले हामीले उनको युट्युब र फेसबुकको मात्र कमाइ निकाल्नु पर्दाखेरि उनले युट्युबमा लास्ट 30 डेजमा भने 3.8 मिलियनको हाराहारीमा भ्युज पाएकी छिन्। सो जसले गर्दाखेरि सिजलिङ रैनीले प्रत्येक महिना भने युट्युब फेसबुकबाट 1,30,000 कै हाराहारीमा कमाउँदै आइरहेकी छिन्। नम्बर 4 डोना थापा। साथीहरू, डोना थापा ब्लगर मात्र नभई उनी नेपाली फुटबलका मिडफिल्डर हुन्, जसले विभिन्न घरेलु क्लबहरूबाट आफ्नो फुटबल जर्नी अगाडि बढाएका खेलाडी हुन्। तर उनलाई हाल फुटबलर भन्दा पनि ब्लगरको रूपमा बढी चिनिन्छ। उनले 3 स्टार क्लब र फ्रेन्ड्स क्लब जस्ता नेपाली चर्चित क्लबहरूसँग पनि जोडिएर खेलिसकेका छन्। त्यसैगरी उनको अब भ्लगिङ करियरको कुरा गर्ने हो भने 6 सेप्टेम्बर 2018 मा उनी युट्युबमा आए। उनले सुरुवाती दिनहरूमा फुटबल भिडियो कभर सङ हुँदै भ्लगहरू अपलोड गर्न थाले। हाल उनले 2600 वटा भन्दा बढी भिडियोहरू अपलोड गर्दै 8,76,000 भन्दा बढी सब्सक्राइबर माइलस्टोन अचिभ गर्न सफल भएका छन्। त्यसैगरी डोना थापाको कमाइ सम्बन्धी कुरा गर्ने हो भने उनले कमाउने माध्यमहरू भने ब्रान्डेड डिल्स, कोलाबोरेसन, म्युजिक भिडियो लगायतका धेरै नै माध्यमहरूबाट भने उनले कमाउने गर्छन्। तर हामीले उनको युट्युब च्यानलको र फेसबुकको मात्र कमाइ हेर्नु पर्दाखेरि युट्युबमा मात्र लास्ट 30 डेजमा उनको च्यानलमा 5.8 मिलियन भन्दा बढी भ्युज आएको हामीले देख्न सक्छौँ, जसले गर्दा ओभरअल उनले प्रत्येक महिना भने 2,10,000 को हाराहारीमा कमाउने गर्छन्। नम्बर 3 राजकुमार थापा मगर। साइकल हुँदै ब्लगिङ स्टार्ट गरेको राजकुमार थापा मगर हाल नेपालको सेकेन्ड मोस्ट सब्सक्राइबेड ब्लगर मध्ये एक हुन्। राजकुमार थापा मगरले 21 सेप्टेम्बर 2017 बाट युट्युबमा साधारण साइकल ब्लगहरू हुँदै करियर स्टार्ट गरेको हुन्। आजको डेटमा राजकुमार थापा मगर सफल ब्लगर मात्र नभई बाइक रेन्टल साइकल सपको मालिक समेत हुन्। युट्युबमा 1300 वटा भन्दा बढी भ्लग्सहरू अपलोड गर्दै 1.4 मिलियन प्लस बढी सब्सक्राइबर माइलस्टोन अचिभ गर्न सफल छन्।
त्यसैगरी अब उनको कमाई सम्बन्धी कुरा गर्ने हो भने उनी साइकल सप, बाइक रेन्टल जस्ता बिजनेसमा समेत सक्रिय छन्। तर हामीले यी कुराहरूलाई छाडेर उनको फेसबुक र युट्युब एड्सको मात्र क्याल्कुलेसन गर्ने हो भने उनको च्यानलमा भने प्रत्येक महिना करिब 6.4 मिलियन प्लसको हाराहारीमा भ्युज हुने गर्छ। जसले गर्दाखेरि उनको फेसबुकको पनि जोड्ने हो भने उनले सोसल मिडियाबाट प्रत्येक महिना भने 2,20,000 को हाराहारीमा कमाउने गर्छन्। नम्बर 2 सुनिता राई श्रेष्ठ। फ्यामिली भ्लग्सहरूबाट चर्चा कमाएकी सुनिता राई श्रेष्ठको जन्म विक्रमसम्म 2054 साल असोज 9 गते भोजपुर जिल्लामा भएको थियो। उनको जन्मथलो भोजपुर भए तापनि उनी मोरङ जिल्लाको बेलबारी निवासी हुन्। उमेरले हाल 2083 अनुसार सुनिता राई श्रेष्ठ भने 28 वर्षको भइन्। उनी यसै वर्षको असोजमा भने 29 वर्ष पुग्ने छिन्। 2018 मा युट्युब जोइन गरे तापनि उनले 2022 बाट भने भ्लग्सहरू हाल्न सुरु गरेकी हुन्। आजको डेटमा उनले 1200 वटा भन्दा बढी भिडियोहरू राख्दै 7,85,000 भन्दा बढी सब्स्क्राइबर माइलस्टोन अचिभ गर्न सफल छिन्। त्यसैगरी सुनिता राई श्रेष्ठको कमाई सम्बन्धी कुरा गर्ने हो भने उनको च्यानलमा प्रत्येक महिना भने 7.4 मिलियन प्लसको हाराहारीमा भ्युज हुने गर्छ। सो अब हामी त्यसैगरी उनको कमाईको माध्यमहरूको कुरा गर्ने हो भने सुनिता राईको इन्कम सोर्सहरू भने युट्युब एड्स, कोल्याबोरेसन, पेड प्रमोसन, फेसबुक लगायतका धेरै नै सोर्सहरूबाट भने उनले कमाउने गर्छन्। सो त्यसै कुरालाई मध्यनजर लगाए हामीले उनको फेसबुक र युट्युबको मात्र कमाई निकाल्नु पर्दाखेरि सुनिताले नभने पनि प्रत्येक महिना भने फेसबुक र युट्युबबाट 3 लाखको हाराहारीमा कमाउने गर्छिन्। नम्बर 1 सुरक्षा केसी अफिसियल। यस लिस्टको पहिलो स्थानमा पर्न सफल भएकी सुरक्षा केसी हालको भ्लगरहरू मध्ये सबैभन्दा बढी सोसल मिडियाबाट कमाउने भ्लगर हुन्। उनले फेसबुक युट्युबबाट कति कमाउँछिन् यो त हामी पक्कै पनि बुझ्ने नै छौँ। विक्रमसम्म 2059 असार 6 गते दाङमा उनी जन्मिए। उनको बाल्यकाल पनि दाङमै बित्यो। उनी उमेरले हाल 2083 अनुसार भने 24 वर्षको भइन्। मल्टी ट्यालेन्टेड सुरक्षा केसी ब्लगिङ, डान्सिङ, फाइटिङमा पनि उति नै ट्यालेन्ट छिन्। 6 अगस्त 2016 बाट युट्युब जोइन गरे तापनि उनले 2016 बाट भने आफूलाई कभर डान्सरको रूपमा प्रस्तुत गर्दै आएकी थिइन्। उनी 2017-18 तिर कभर डान्सरको रूपमा नै निकै परिचित थिइन्। उनको त्यस समयमा लाउरेको फेसन, सुपर रागा, माया लुकी लुकी जस्ता गीतहरूको कभर डान्स भने निकै नै चर्चित थियो। तर पछि 2019 तिरबाट भने उनले आफूलाई मोटो भ्लगरको रूपमा प्रस्तुत गर्दै हाल 524 वटा भन्दा बढी भिडियोहरू अपलोड गर्दै 1 मिलियन भन्दा बढी सब्स्क्राइबर माइलस्टोन अचिभ गर्न सफल छिन्। त्यसैगरी सुरक्षा केसीको पनि इन्कम सोर्सहरू धेरै नै रहेका छन्, जस्तै कि ब्रान्ड डिल्स, कोल्याबोरेसन, इभेन्ट्स, आफ्नै क्लोथिङ ब्रान्ड्स, फेसबुक इन्कम लगायतका धेरै नै माध्यमहरूबाट उनले कमाउँदै आइरहेकी छिन्। तर हामीले उनको युट्युब र फेसबुकको मात्र एस्टिमेटेड कमाई क्याल्कुलेसन गर्ने हो भने उनको च्यानलमा हाल प्रत्येक महिना भने 7.4 मिलियनको हाराहारीमा भ्युज आउने तथ्य पाउन सक्छौँ। सो ओभरअल फेसबुक र युट्युबको कमाई निकाल्ने हो भने उनले करिब 1 महिनामा भने 3,50,000 को हाराहारीमा कमाउँदै आइरहेकी छिन्। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र कमेन्ट गर्दा भने तपाईहरुले यो इमोजी चाहिँ कमेन्ट गर्न भने नभुल्नु होला, किनकि मलाई पनि थाहा हुनेछ कि यो भिडियो तपाईहरुले अन्तिमसम्म हेर्नु भएको छ भनेर। सो कमेन्ट गर्नु होला र साथै यदि तपाईहरुले मसँग पर्सनली कुरा गर्नु छ भने यो चाहिँ मेरो फेसबुक आइडी हो। साथसाथै तपाईहरुले मलाई टिकटकमा पनि पाउनु हुनेछ। सो फलो गर्नु होला। बाइ।